माया दिन र माया लिन दुइटै जानेको छ मलाई एकदम मन त्यही चाहिँ पर्यो। मलाई मेरो पनि खासै होइन म पनि बाहिर बस्छु मेरो घर चाहिँ यो वेस्टर्नमा हो तर म चाहिँ आज विगत 25-26 वर्षदेखि म जनकपुरलाई छोड्नै सकेँ र मलाई यति माया छ यो जनकपुरबाट कि म पर्सि पनि जाँदैछु त म 10 दिनदेखि आँखाबाट आँसु झर्दैछ म किन जाँदैछु भन्ने मेरो यो सब यिनीहरू चाहिँ वेट गर्दैछन् नजा गर्छन् तर अब फर्स्ट टाइम हुन्छ हाम्रो जनकपुरमा मिस नेपालको अडिसन अनि आई क्यान सी कस्तो यङ हुन्छ नि 18 फ्रेस अफ द स्कुल भनौँ न सबैजना आउनु भएको रियली लभ द एनर्जी अब नेपालको अलिकति तराई क्षेत्रमा हुन्छ नि त्यो रिप्रेजेन्टेसन पनि इट म्याटर्स अनि यहाँहरू आइदिनु भयो इट्स लाइफ इज एन एक्सपिरियन्स के होइन त्यो भएर आइ एम सो ग्रेटफुल हजुर सबैजना आफ्नो टाइम मिलाएर आइदिनु भयो यु गाइज आर सो ट्यालेन्टेड यस्तो यु हेभ भिजन होइन यु हेभ आफ्नो मोटिभेसन टु अचिभ गोल्स इन लाइफ है अनि मलाई एकदम रिफ्रेसिङ लाग्यो हजुर सबैलाई देखेर यु इन्सपायर्ड मी अ लट है अनि आफ्नो पर्पस र आफ्नो भिजन चाहिँ कहिले पनि नबिर्सिनु एन्ड डोन्ट एभर डाउट युर सेल्फ बिकज द स्काई इज द लिमिट होइन आफ्नो हुन्छ नि लाइफको गोल्सतर्फ चाहिँ लागिराख्नुपर्छ रिगार्डलेस अफ द नोइजेस अराउन्ड जसले जे भने पनि आफ्नो स्ट्यान्ड लिने र आफ्नो लागि एडभोकेट गर्दै अगाडि बढ्ने थ्याङ्क यू